घन्टा 1 पाठ्य घन्टा बराबर 32 कार्य घन्टा मानेको हुनाले हैन सर? हजुरको कुरा त्यही हो नि? हजुर, पाठ्यक्रमले त्यसरी नै निर्धारण पाठ्यक्रमले त्यही गरेको भनेको छ। हुन्छ। भनेपछि 1 हजुर, पाठ्य घन्टा बराबर 32 कार्य घन्टा मानिएको छ, त्यो पाठ्यक्रममै व्यवस्था छ, त्यसैले 32 ले गुणन गरियो र आयो हैन? हजुरको कुरा यही भयो। अर्को हजुर, एकजना सरले पनि यहाँ ह्यान्ड रेज गर्दै हुन्थे, मैले अर्को एकजना, अब एकजनालाई मात्रै मैले दिएँ है अवसर, अब एकजनालाई मात्रै। एकजनाले ह्यान्ड रेज गर्दै हुनुहुन्थ्यो, ह्यान्ड डाउन गरिसक्नु भएछ। अघि यहाँ यसो अर्को, ओके ल, ठिकै छ, के भएन। अनि मैले फेरि अर्को क्वेसन के सोधेँ भने, त्यो पाठ्यक्रममा नै 1 पाठ्य घन्टालाई 32 कार्य घन्टा किन मानेको होला? एकरूपता ल्याउनको लागि सर। एकरूपता ल्याउनका लागि। Yes. सर यस्तो होला, 1 वर्षमा ओके ल, भन्नुहोस् त सर। 32 हप्ता पढाइ हुने भएको हुनाले त्यसैलाई आधार लिएर, जस्तै 32 इन्टु 6 एक वर्षमा 32 हप्ता, 32 इन्टु 6 गर्दा 192 दिन जति पढाइ हुन्छ, त्यही भएर त्यसैलाई आधार लिएर बनाएको जस्तो लाग्छ सर मलाई। ओके ल, एकदम एकदम ल, हुन्छ। यता पाठ्यक्रममा व्यवस्था भएको पनि ठिक हो, एकरूपता ल्याउने कुरा पनि एकदम राम्रो कुरा, एकरूपता पनि भयो। तर त्यो एकरूपता ल्याउनलाई पनि के हुन्थ्यो भने 1 पाठ्य घन्टा बराबर 31 भनेको भए पनि एकरूपता भइहाल्थ्यो, 33 भनेको भए पनि एकरूपता हुन्थ्यो। तर 32 नै किन भन्नु पर्यो भने ठ्याक्क अहिले पछि भन्नुभयो सरले कि नेपालमा, अब मैले त्यही कुरा यहाँ अबको स्लाइडमा मैले त्यही कुरा हजुरहरूलाई देखाउँछु हेर्नुहोस् है। कुनै पनि विषयको 1 हप्तामा शिक्षण गर्नुपर्ने घन्टा नै के हो त? पाठ्य घन्टा हो हैन? 1 हप्तामा जति घन्टा शिक्षण गरिन्छ त्यो नै पाठ्य घन्टा हो। अनि जस्तो कक्षा 4 को सामाजिकको पाठ्य घन्टा 5 छ भनेपछि त्यसको अर्थ के हो त भन्दा सामाजिकलाई 1 हप्तामा 5 घन्टा शिक्षण गर्नुपर्छ भनेको हैन? अनि 1 पाठ्य घन्टा बराबर 32 कार्य घन्टा मानिएको छ। त्यो चाहिँ किन मानियो त भने कार्य घन्टा भनेको चाहिँ वार्षिक रूपमा वा कुनै निश्चित समयावधिभित्र जम्मा शिक्षण गरिने समय अवधि हो है, जम्मा शिक्षण गरिने समय अवधि हो। र नेपालमा अघि सरले भन्नुभएको छ, नेपालमा एक शैक्षिक सत्रमा जम्मा औसतमा 192 दिन पढाइ हुनुपर्छ भन्ने मान्यता छ। हुनलाई अब 205 दिन, 210 दिन, 220 दिन हैन, के छ। तै पनि के भनिन्छ भने औसतमा अझै पनि नेपालमा 1 वर्षमा 192 दिन पढाइ हुनुपर्छ कम्तीमा भन्ने मान्यता छ। जसले गर्दा त्यो 192 दिन भनेको के हो त भन्दा 32 हप्ता। अब फेरि एकपटक यसो विचार गर्नुहोस् त, यो 192 दिन चाहिँ 192 दिन कसरी 32 हप्ता भयो होला त? ओके, अब यो 192 जस्तो 1 हप्तामा सामान्यतः 7 दिन हुन्छ। 7 ले भाग गर्दा 192 लाई 7 ले भाग गर्दा 32 त आउँदैन। तर 1 हप्ता भनेको पठन पाठन हुने दिनका दृष्टिकोणले 1 हप्ता भनेको 6 दिन हो कि 6 दिन पठन पाठन हुनु भनेको 1 हप्ता हो हैन? 6 दिनलाई 1 हप्ता मानियो, त्यसैले गर्दा 6 ले भाग गर्दा त्यो 32 हुन गयो। अब त्यसो भन्दै गर्दा फेरि अहिले त त्यो कुरा नमिल्ला हैन, अहिले यो विशेष अवस्थामा बनाइएको विशेष निर्णय हो। भोलि फेरि अब ठिक छ, राज्यले अब यो 5 दिन नै कार्यान्वयन गर्दै गर्दै गइसकेपछि अब भोलि चाहिँ 1 हप्ता भनेको 5 दिन मानेर 5 ले भाग गर्दा कति हुन्छ त्यति हप्ता हुनसक्छ, त्यो कुरा छुट्टै छँदैछ हैन? तर अहिलेको यो चाहिँ अल्पकालीन र विशेष निर्णयको कुरा मात्रै हो। अन्यथा 192 दिन पढाइ हुनुपर्छ र 1 हप्तामा 6 दिनको दरले 32 हप्ता हुन्छ भन्ने ढङ्गले 32 1 पाठ्य घन्टा बराबर 32 कार्य घन्टा मानेर अनि पाठ्य घन्टालाई 32 ले गुणन गरेर अनि वार्षिक कार्य घन्टा क्याल्कुलेसन गरियो है। र कक्षा 4 को सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको पाठ्य घन्टा 5 छ, त्यसैले हप्ताको 5 घन्टाका दरले 1 हप्तामा 5 घन्टाका दरले 32 हप्ता शिक्षण गर्दा एक शैक्षिक सत्रमा जम्मा 5 इन्टु 32 गर्दा 160 घन्टा शिक्षण गर्नुपर्छ हो। त्यसै गरी अब बाँकी त्यही भएर त्यसलाई 32 ले गुणन गरेको हैन? यदि मान हाम्रो 33 हप्ता पढाइ हुने भएको भए 33 ले गुणन हुन्थ्यो हैन, 34 हप्ता पढाइ हुने भएको 34 ले गुणन हुन्थ्यो। त्यसैले त्यो 32 हप्ता पठन पाठन कार्य हुने भएको हुनाले नै 32 ले गुणन गरेको। ओके ल,
यति कुरा पक्कै पनि हजुरहरूलाई क्लियर भयो होला। त्यसैले एक पाठ्यघण्टा बराबर 32 कार्यघण्टा मानियो र 32 गुणन गरेर वार्षिक कार्यघण्टा निकालियो। ओके ल, अब आधारभूत तहको कक्षा 4 र 5 को विद्यार्थी मूल्याङ्कन मार्गदर्शन 2083 अन्तर्गत रहेर हामीले कक्षा 4 र 5 को विद्यार्थी मूल्याङ्कन कसरी गर्ने भन्ने बारेमा हामी छलफल गर्दैछौँ। र विशेष गरी कक्षा 4 र 5 को विद्यार्थी मूल्याङ्कनलाई अहिले हामी के भनेर बुझिरहेका छौँ त भन्दा यसलाई निरन्तर मूल्याङ्कन प्रणाली भनेर बुझिरहेका छौँ। त्यसैले त्यो निरन्तर भएकै कारणले नै कक्षा 1 देखि 3 को जस्तै ठ्याक्कै होइन जस्तै भएको कारणले अब त्यो 1 देखि 3 को जस्तै गरेर कसरी कार्यान्वयनमा लिएर आउने त होइन, त्यो एउटा के भयो त अहिले हाम्रो यो एउटा मुद्दा भयो। 1 देखि 3 को प्यासलाई कार्यान्वयनमा ल्याउने कुरामै हामीलाई अलिकति जटिलता थियो, कठिनाइ थियो व्यावहारिक रूपमा, अथवा हामी अभ्यस्त बनेका थिएनौँ। अभ्यस्त बन्दा नबन्दै फेरि 4 र 5 को पनि हामीलाई त्यही प्रक्रियाबाट जानुपर्ने हो। तर थोरै के फरक हुने भयो भने कक्षा 1 देखि 3 मा चाहिँ थिम थियो, अनि थिममा आधारित रहेर सिकाइ मूल्याङ्कन गरिन्थ्यो, थिमभित्र रहेका सिकल अवधिको आधारमा। अब यसको चाहिँ थिम भएन, सोझै सिकल अवधिको सङ्ख्याको आधारमा भयो। अब हुनसक्छ हामीले यसमा भएका चाहिँ 4 र 5 मा भएका एकाइलाई वा लेसनलाई हामीले थिम मानेर गर्न पनि सक्छौँ, के फरक पर्दैन। तर अब हामीले टोटलमा यसका सिकल अवधि कति छन् भन्ने आधारमै काम गर्नुपर्ने हुन्छ। अब हामीले शिक्षण गर्दै गर्दा हामीलाई आफ्नो विषयको सिकल अवधि सङ्ख्या कति छ भन्ने त हामीलाई थाहा छँदैछ होला, नभएदेखि त्यसलाई हामीले पाठ्यक्रमबाट त्यसलाई काउन्ट गर्दा पनि हुन्छ। मैले टेन्टाटिभ गणना गरेर निकालेको चाहिँ थिएँ, तर मैले अलिकति हतारमा अनि कतिपय विषयहरूको चाहिँ सिकल अवधि सङ्ख्या सिकल अवधि चाहिँ के हुनसक्छ, मैले जहाँबाट काउन्ट गरेँ त्यहाँ चाहिँ नहुनसक्छ, मेटिएको हुनसक्छ, अथवा कोही डबल भएको हुनसक्छ, त्यसैले केही तलमाथि हुनसक्छ। त्यसैले त्यो सङ्ख्या मैले लास्टमा पछि हजुरलाई चाहिँ देखाउँला। तर त्यो सङ्ख्या चाहिँ त्यही नै हो फाइनल हो भन्ने चाहिँ म चाहिँ भन्दिनँ। त्यसलाई चाहिँ हजुरहरूले फेरि आफ्नो विषयसँग रुजु गरेर चेक गरेर त्यो सङ्ख्या चाहिँ तलमाथि हुनसक्छ, त्यसलाई चेक गर्नु होला। म अन्तिममा देखाउँछु हजुरहरूलाई। ओके, अब 2082 चैत्र 13 गते चाहिँ नेपालको वर्तमान सरकारले निर्णय गरेको थियो यो कक्षा 4 र 5 लाई निरन्तर मूल्याङ्कन प्रणाली अन्तर्गत लिएर जाने भनेर, जसमा यो 3वटा तर्क, यसको महत्त्वपूर्ण तर्क, यो सरकारको तर्क, महत्त्वपूर्ण तर्क, आन्तरिक परीक्षालाई बन्द गर्ने होइन, आन्तरिक परीक्षालाई बन्द गर्ने, यो विशेष गरी शैक्षिक सत्र 2083 देखि पूर्ण रूपमा यो आन्तरिक परीक्षालाई बन्द गर्ने, जसअनुसार थुप्रै स्थानीय तहहरूमा अहिले त अब हाम्रो शिक्षा विद्यालय शिक्षा स्थानीय तहको मातहतमा छ। त्यसैले गर्दाखेरि थुप्रै स्थानीय तहले विद्यालयहरूलाई होइन निर्देशित नै गरेको छ कि आन्तरिक विगतमा लिने गरेका जस्ता त्रैमासिक परीक्षाहरू नलिनु होला, लिएमा हामी कारबाही गर्छौँ भनेर सोझै भनेका पनि छन् होइन। अनि त्यसै कारणले त्यो पूर्ण रूपमा त्यो आन्तरिक रूपमा हामीले लिने गरेका त्रैमासिक परीक्षाहरूलाई बन्द गर्ने यसको एउटा उद्देश्य गरिनेछ भन्ने घोषणा गरिएको थियो। त्यसै गरी मनोवैज्ञानिक सुरक्षा के भनिएको छ भने अघिल्लो हाम्रो त्रैमासिक परीक्षाहरू जुन विगतको परीक्षा, योभन्दा अगाडिको परीक्षा अथवा साविक भनौँ न होइन, साविकको परीक्षाले चाहिँ विद्यार्थीलाई चाहिँ मनोवैज्ञानिक रूपमा त्रासको वातावरण सृजना गर्यो, मानसिक रूपमा असर गर्यो, दबाव सृजना गर्यो। त्यो कुरालाई चाहिँ अन्त्य गरेर रचनात्मक तरिकाले बाल मैत्री वातावरणमा मूल्याङ्कन गर्नुपर्छ भन्ने दृष्टिकोणले यो नयाँ मार्गदर्शन आएको हो। र यसले के भनेको छ भने विगतमा पनि के थियो भने हाम्रो निर्माणात्मक चाहिँ 50% थियो। कक्षा 4 देखि कक्षा 8सम्मको 4 देखि 8सम्मको आन्तरिक मूल्याङ्कन प्रणाली अर्थात् निरन्तर मूल्याङ्कन प्रणाली 50% नै थियो। तर अब कक्षा 1 देखि 3 को 100% भएकोमा अब 4 र 5 लाई पनि 100% नै निर्माणात्मक बनाउने अथवा 100% नै आन्तरिक बनाउने, 100% नै यसलाई निरन्तर मूल्याङ्कन बनाउने भन्ने ढङ्गले यसलाई निर्णय गरिएको छ। हुन त आन्तरिक मूल्याङ्कन हामी जुन गर्छौँ, जसलाई हामी परियोजना कार्य वा विभिन्न नाममा हामीले आन्तरिक मूल्याङ्कन गरिरहेका छौँ, त्यो पनि हाम्रो निरन्तर मूल्याङ्कनकै एउटा अङ्ग हो। तथापि त्यसलाई हामीले कम महत्त्व दियौँ, त्यसै कारणले पनि होला राज्यले चाहिँ अब फेरि यसलाई पुरै 100% निरन्तर मूल्याङ्कनमा लग्यो। अब यो कक्षा 4 देखि 5 को विद्यार्थी मूल्याङ्कन मार्गदर्शन 2083 ले के भन्छ भने यो परम्परागत रूपमा अब यसले चाहिँ विगतमा गरिएको 4 र 5 सम्मको मूल्याङ्कनलाई परम्परागत भनियो। त्यही 6 कक्षादेखि माथिसम्म हुँदा त्यो परम्परागत चाहिँ भएन फेरि है। यदि त्यो परम्परागत हो भने त फेरि 6 देखि 10 को पनि त परम्परागतै हुनुपर्ने। त्यसो चाहिँ भनेन, 5 कक्षासम्मका लागि परम्परागत औपचारिक परीक्षा मान्यो
र त्यसका चाहिँ विभिन्न नकारात्मक प्रभावहरू छन् भन्ने मान्यो र ती नकारात्मक प्रभावहरूलाई कम गरेर बालमैत्री सिकाइ मूल्याङ्कन प्रणाली स्थापना गर्ने उद्देश्यले सिकाइ मूल्याङ्कन प्रणाली स्थापना गर्ने उद्देश्यले यो कक्षा 4-5 विद्यार्थी मूल्याङ्कन मार्गदर्शन 2083 आएको हो र यसको मुख्य मुख्य मकसद भनेकै के हो त बालमैत्री सिकाइ मूल्याङ्कन प्रणालीको स्थापना गर्ने विगतमा भएको अथवा परम्परागत मूल्याङ्कन प्रणालीमा भएको नकारात्मक पक्षलाई कम गर्ने अन्त्य गर्ने र ढुक्कका साथ निर्धक्कका साथ बालबालिकाले कुनै पनि डर त्रासको वातावरण सिर्जना नगरिकन हैन बालबालिकालाई एउटा स्वतन्त्र अनुभूति गराएर मूल्याङ्कन गर्ने भन्ने यसको उद्देश्य छ। ओके, अब यसमा मूल्याङ्कनलाई कसरी परिभाषित गरिएको छ भने यो मूल्याङ्कन भनेको एउटा चाहिँ सिकाइ सुधार हो भनिएको छ, अर्को चाहिँ यो शिक्षण सिकाइकै एउटा अभिन्न अङ्ग हो भनिएको छ। कक्षा 4 र 5 विद्यार्थी मूल्याङ्कन गर्नुको मुख्य उद्देश्य विद्यार्थीको सिकाइमा निरन्तर सुधार गर्नु हो हैन। सिकाइलाई निरन्तर सुधार गर्ने भनेको मूल्याङ्कन चाहिँ जस्तो विगतमा हामी मूल्याङ्कन चाहिँ कुनै एउटा निर्णयका लागि गरिन्थ्यो भने अब अहिले चाहिँ निर्णयका लागि नभएर निरन्तर सिकाइ सुधारका लागि हैन, निरन्तर सिकाइका लागि गर्ने। मूल्याङ्कन पनि कक्षा कोठाको शिक्षण सिकाइ क्रियाकलापकै एउटा अभिन्न अङ्ग बन्नु पर्यो। त्यसैले यसलाई शिक्षण सिकाइ क्रियाकलापको एउटा अभिन्न अङ्गका रूपमा विकसित गर्नुपर्ने, एउटा शिक्षण सिकाइ क्रियाकलापको एउटा अपरिहार्य परिपूरक एउटा अङ्ग बनाउने, एउटा प्रक्रिया बनाउने भन्ने ढङ्गले यो नयाँ मूल्याङ्कन अर्थात् यो मार्गदर्शन 2083 ले त्यसो भनिरहेको छ है त। मूल्याङ्कनले के गर्नु पर्यो त? मूल्याङ्कनले बाबु नानीहरूको सिकाइमा सुधार गर्नु पर्यो, निरन्तर रूपमा सुधार गर्नु पर्यो। एउटा अर्को चाहिँ मूल्याङ्कन प्रक्रिया चाहिँ हाम्रो शिक्षण सिकाइको एउटा अभिन्न अङ्ग बन्नु पर्यो। हामीलाई कठिनाइ भइरहेकै कुरा यही हो हैन। हाम्रो परम्परागत बानी भनौँ न, एउटा हाम्रो परीक्षाका सन्दर्भमा मूल्याङ्कनका सन्दर्भमा हाम्रो एउटा बानीको विकास भएको छ। त्यो बानीले हामीलाई बाबु नानीलाई गरिने, विद्यार्थीलाई गरिने मूल्याङ्कन चाहिँ यो शिक्षण सिकाइको एउटा अङ्ग बनाउन कठिन भइरहेको छ हामीलाई। तर यसले एउटा अभिन्न अङ्ग, एउटा अपरिहार्य अङ्ग बनाउनुपर्छ भनेर यसले भनिरहेको छ। ओके, अब यो मूल्याङ्कन पद्धतिमा यसको यो रूपान्तरणले के भनेको छ त भने पुराना हाम्रा यो भन्दा अगाडिको मूल्याङ्कन प्रणालीले अथवा परीक्षामा आधारित मूल्याङ्कन प्रणालीले बालबालिकामा शैक्षिक तनाव सिर्जना गर्यो भनेको छ। अनि बालबालिकामा यसले भय त्रासको वातावरण सिर्जना गरेको छ भनेर भनिएको छ, भय त्रासको वातावरण सिर्जना गरेको छ। अनि यो आधुनिक बालमैत्री दृष्टिकोणले वा वर्तमान मूल्याङ्कन प्रणालीले वा निरन्तर मूल्याङ्कन प्रणालीले के भन्छ भने यसले चाहिँ मूल्याङ्कन गर्ने भनेको चाहिँ सिकाइका लागि मूल्याङ्कन हो, सिकाइका लागि मूल्याङ्कन गर्नुपर्छ र सिकाइकै रूपमा मूल्याङ्कन हुनुपर्छ भनेर भनेको छ। अब हेर्नुहोस् न, यसले फेरि पनि हामी यो पुरानो र वर्तमान मूल्याङ्कनका बिचमा अर्थात् यो परम्परागत भनिएको मूल्याङ्कन र यो निर्माणात्मक भनिएको वर्तमान मूल्याङ्कनको बिचमा के न के हामीले तुलना गर्नै पर्छ र स्पष्ट हुनैपर्छ। हामीले यो दुई बिचको डिफरेन्समा हामीले स्पष्ट हुन जरुरी छ कि यो परम्परागत सिकाइको वा परम्परागत मूल्याङ्कनको उद्देश्य के थियो त भने सिकाइ स्तर निर्धारण गर्ने, उत्तीर्ण अनुत्तीर्ण छुट्याउनु थियो। सिकाइ स्तर निर्धारण पनि गर्ने, उत्तीर्ण अनुत्तीर्ण पनि छुट्याउनु। तर यो वर्तमान निर्माणात्मक मूल्याङ्कन प्रणालीको उद्देश्य चाहिँ सिकाइमा निरन्तर सुधार गर्ने र प्रगति सुनिश्चित गर्ने। हेर्नुहोस् त फरक उद्देश्यमा के रहेछ? विगतको मूल्याङ्कन वा परम्परागत मूल्याङ्कन प्रणालीले के भन्छ? सिकाइ स्तर निर्धारण गर्ने र उत्तीर्ण अनुत्तीर्ण छुट्याउनु। तर वर्तमान निर्माणात्मक मूल्याङ्कन प्रणालीले के भन्छ त? सिकाइमा निरन्तर सुधार गर्ने र प्रगति सुनिश्चित गर्ने। यहाँ उत्तीर्ण अनुत्तीर्ण छुट्याउने, यसले चाहिँ प्रगति सुनिश्चित गर्ने। नम्बर 1। दोस्रो, परीक्षाको प्रकृति कस्तो छ त भने परीक्षा त परम्परागतमा नि परीक्षा हुन्छ, निर्माणात्मकमा नि परीक्षा हुन्छ। तर परीक्षा कस्तो हुन्छ भने परम्परागतमा औपचारिक परीक्षाहरू हुन्छन्। जस्तो हामी प्रथम त्रैमासिक परीक्षा, दोस्रो त्रैमासिक परीक्षा, अन्तिम परीक्षालाई यति धेरै महत्त्व दिएका हुन्छौँ र यति धेरै व्यवस्थित गर्ने प्रयास गरिरहेका हुन्छौँ।
त्यो परीक्षालाई व्यवस्थित गर्नलाई हामीले एकदमै धेरै दुःख मेहनत गरिरहेका हुन्छौँ र हामीले व्यवस्थित गर्छौँ पनि, व्यवस्थित हुन्छ पनि। तर वर्तमान निर्माणात्मक मूल्याङ्कन प्रणालीले के भन्छ भने हाम्रो मूल्याङ्कन प्रणाली चाहिँ अब कक्षा कोठामै आधारित मूल्याङ्कन हुन्छ। अब हाम्रो यो परम्परागत सिके मूल्याङ्कन अन्तर्गत मूल्याङ्कन गर्दा हाम्रो कक्षा कोठा चाहिँ परीक्षा हल बन्छ। हाम्रो कक्षा कोठा त्यति बेला परीक्षा हल बन्छ। तर वर्तमान निर्माणात्मक मूल्याङ्कनले हाम्रो कक्षा कोठा परीक्षा हलमा परिणत हुँदैन, त्यही कक्षा कोठामा नै मूल्याङ्कन हुन्छ। त्यसैले यो चाहिँ परीक्षा हलमा आधारित मूल्याङ्कन, यो चाहिँ कक्षा कोठामै आधारित मूल्याङ्कन है। त्यसै गरी अब मनोवैज्ञानिक प्रभावको दृष्टिकोणले चाहिँ यो परम्परागत मूल्याङ्कन प्रणालीले बाबु नानीहरूमा बालबालिकामा त्रासको सिर्जना गर्छ होइन। ओहो म पास हुन्छु कि म फेल हुन्छु कि, ओहो भोलिदेखि परीक्षा, ओ भोलि इङ्ग्लिस, भोलि म्याथ होइन। यो त्रास छ, शैक्षिक तनाव छ। बुबा आमाले पनि गाली गर्नुभएको छ, शिक्षकले पनि गाली गर्नुभएको छ होइन। कुरा बुझ्नुपर्छ, कहाँ घोकेर हुन्छ, नघोकी हुँदैन। एउटा शिक्षकले भन्छ नघोकेर कहाँ हुन्छ, अर्को शिक्षकले भन्छ कहाँ हुन्छ, कुरा बुझेर गर्नुपर्छ। ओके, यस्तै यस्तै प्रकारको यो परीक्षासँग सम्बन्धित रहेर होइन शिक्षकले, अभिभावकले, साथीभाइले एउटा तनावको वातावरण सिर्जना गरेको छ भन्ने यो चाहिँ हाम्रो ट्रेडिसनल इभ्यालुएसन सिस्टम, परम्परागत मूल्याङ्कन प्रणालीले भनेको कुरा भने यो वर्तमान निर्माणात्मक मूल्याङ्कन प्रणालीले के भन्छ त भन्दा यसमा यो भयरहित वातावरण हुन्छ। यसमा बालबालिकामा कुनै डर त्रास हुँदैन। मनोवैज्ञानिक रूपमा बाबु नानीहरू सुरक्षित हुन्छन्, मनोवैज्ञानिक रूपमा सुरक्षित हुन्छन् बाबु नानीहरू, अनि आत्मविश्वासमा वृद्धि हुन्छ भनेर भनिन्छ। त्यसरी यो दुईटालाई यसरी चाहिँ तुलना गरिएको है। ओके, अब यो निर्माणात्मक मूल्याङ्कनको 4वटा चरणको कुरा छ। अवस्था पहिचान, निरन्तर पृष्ठपोषण, सुधारात्मक सिकाइ र उपचारात्मक शिक्षण। अब यो अवस्था पहिचान भनेको विभिन्न साधनहरू प्रयोग गर्ने, त्यो विभिन्न साधनको माध्यमबाट विद्यार्थीको वर्तमान सिकाइको अवस्था कस्तो छ भनेर पत्ता लगाउनु होइन। वर्तमान अवस्था पत्ता लगाइसके जसरी चाहिँ राज्यले एउटा योजना बनाउने बेलामा चाहिँ पूर्व योजनाहरूको समीक्षा गर्छ, हो त्यस्तै गरी हामीले पनि के गर्नु पर्यो, बाबु नानीहरूलाई समीक्षा गर्नु पर्यो। बाबु नानी कुन अवस्थामा हुनुहुन्छ होइन, उहाँहरूको सिकाइको अवस्था के छ। यसरी पहिलो अवस्था पहिचान गर्ने। दोस्रो कुरा निरन्तर पृष्ठपोषण, अपेक्षित उपलब्धि हासिल गर्न नसकेका क्षेत्र पहिचान गरी तत्काल र निरन्तर पृष्ठपोषण होइन। बाबु नानीहरूले सिक्न नसकेको कुरा के हो त होइन, सिक्न नसकेको कुरा के हो अर्थात् हासिल नभएका सिकाइ उपलब्धिका क्षेत्रहरू के हुन् त्यसलाई पहिचान गरेर निरन्तर रूपमा पृष्ठपोषण तत्काल र निरन्तर। अनि निरन्तर पृष्ठपोषण पछि पनि फेरि पनि कमजोरी देखिएका ठाउँमा अझै कमजोरी देखिन सक्छ, त्यस्तो कमजोरी देखिएको ठाउँमा चाहिँ सुधारात्मक सिकाइ क्रियाकलापहरू तत्काल सञ्चालन गर्ने। नियमित कक्षा, यो निरन्तर पृष्ठपोषण भनेको नियमित कक्षामा हुने भयो। नियमित कक्षाबाट पनि कमजोरी रह्यो भने सुधारात्मक कक्षाहरू सञ्चालन हुने भए, सुधारात्मक सिकाइहरू सञ्चालन हुने भयो। यदि सुधारात्मक सिकाइबाट पनि सिकाइ हासिल हुन सकेन भने बल्ल उपचारात्मक शिक्षण हुने भयो। पटक पटकको प्रयासबाट पनि सिकाइ सुधार हुन सकेन भने त्यसलाई विशेष उपचारात्मक योजना बनाउनु पर्यो। र अन्ततः उपचारात्मक कक्षामा जानुपर्ने बाबु नानीहरूले सिक्नु नै हुन्छ भन्ने ग्यारेन्टी हुँदैन, किनकि उनीहरूको विभिन्न प्रकारको अवस्था, मनोवैज्ञानिक अवस्था हुन सक्छ। त्यसैले हाम्रो शिक्षण सिकाइको क्रियाकलापको यो विभिन्न चरणको प्रयासले हामीले बाबु नानीहरूको सिकाइको क्षमताको अवस्था के छ भनेर पनि हामीले पत्ता लगाउन सक्छौँ। त्यसैले यो उपचारात्मक शिक्षण भनेको चाहिँ अन्तिम विकल्पको रूपमा यसलाई प्रयोग गर्नुपर्ने हुन्छ। र यो अन्तिम विकल्पबाट पनि हामी सफल हुन्छौँ भन्ने ग्यारेन्टी चाहिँ हुँदैन। तर हामी सफल भए पनि नभए पनि यो चरणसम्म हामी पुग्यौँ भने त हामीले त धेरै प्रयास गरिसकेका हुन्छौँ नि त। यो धेरै चरणको धेरै प्रयासले के बुझाउँछ भने हाम्रा प्रमाणहरू जम्मा हुँदै जान्छन् र हाम्रो मेहनत, हाम्रो लगनशीलता, हाम्रो प्रयास प्रमाणित हुँदै जान्छ। र हामीले प्रयास गर्दा गर्दै पनि
उपलब्धि हासिल हुन नसकेको वा निश्चित बाबु नानीहरूले बाबु नानीहरूले सिक्न नसकेको कुरा प्रमाणित हुन्छ, जसको लागि हामीले यो सबै हाम्रो प्रोसेस होइन, मैले यसरी अवस्था पहिचान गरेँ, मैले कक्षा कोठामा यसरी निरन्तर ढङ्गले बाबु नानीलाई पृष्ठपोषण दिएँ, सुधारात्मक सिकाइ कक्षा सञ्चालन पनि गरेँ, अब मैले उपचारात्मक कक्षा पनि सञ्चालन गर्दैछु भन्ने कुराको चरणबद्ध प्रमाण हामीले प्रशासनलाई, विद्यालय व्यवस्थापन समितिलाई वा विद्यालय व्यवस्थापन समिति र प्रशासन माध्यमबाट वडासम्म हामीले पुर्याउनुपर्छ कि त्यो निश्चित बाबु नानीहरूको उपचारात्मक कक्षाबाट पनि सिकाइ नहुन सक्छ, उनीहरूको लागि विशेष व्यवस्था नै गर्नुपर्ने हुनसक्छ। त्यो अब प्रशासनिक रूपमा अर्थात् व्यवस्थापकीय दृष्टिकोणले वडाका माध्यमबाट वा अन्य निकायहरूका माध्यमबाट उनीहरूको सिकाइको सुनिश्चितताका लागि वातावरण सिर्जना गर्नुपर्छ। त्यसको लागि हामीले के हुनु पर्यो, पूर्व सूचना, हाम्रो मेहनत, हामीले गरेको प्रयासको डकुमेन्टेसन सहित हामीले जानकारी गराउनुपर्छ। त्यसैले जसरी हुन्छ भनिन्छ नि, एउटा तपाईँले सुन्नुभयो होला, 1 र 2 लाई कुनै पनि हालतमा 2 मा पुर्याउनु पर्छ, 3 लाई कुनै पनि हालतमा 4 लाई पुर्याउनु पर्छ, 4 लाई झर्न दिनु हुँदैन। कुनै पनि हालतमा भनेको चाहिँ त्यो जुन उपचारात्मक शिक्षण गरेर पनि सिक्नै नसक्ने प्रकारका बाबु नानीहरू, या हामीले हदैसम्मको प्रयास गर्दा गर्दै पनि सिक्नै नसक्ने बाबु नानीहरूलाई पनि 4 पुर्याउनु पर्छ भने होइन। त्यो पुर्याउनका लागि प्रयास गर्नुहोस्। त्यो सम्भवै नहुने प्रकारका, जस्तो हाम्रो अहिले त हाम्रो त समावेशी कक्षा पनि त छ नि हाम्रो कक्षामा होइन, त्यसैले त्यो समावेशी कक्षाबाट सबै बाबु नानीहरूले सिक्छन् भन्ने छैन, समावेशी कक्षाका सहभागी भएका सबै विद्यार्थीले सिक्न सक्छन् भन्ने हुँदैन। तर गरिएको प्रयासको हामीसँग के हुनु पर्यो, प्रमाण हुनु पर्यो र सूचना प्रवाह चाहिँ हुनु। ओके ल, अब यो मूल्याङ्कन गर्नका लागि 10वटा प्रक्रियाहरू भनेर भनिएको छ है, 10वटा प्रक्रिया वा नियम भनिएको छ। अब यो चाहिँ त्यो मार्गदर्शनभित्रै छ। मैले यो सबै मैले जुन कुरालाई व्याख्या गर्नुपर्छ त्यो कुरालाई मैले अलिकति थोरै छलफल गर्छु, अन्यथा मैले पढेर मात्रै छोड्छु है त। मूल्याङ्कनलाई सिकाइको क्रियाकलापको अभिन्न अङ्गका रूपमा एकीकृत गरेर निरन्तर उपयोग गर्नुपर्ने, यो अगाडि नै आएको कुरा भयो। सिकाइ उपलब्धिका आधारमा सम्भाव्य विधि, प्रक्रिया, तरिका र साधनको तयारी गर्ने होइन। जस्तो यसमा के छ भने मूल्याङ्कनका लागि विभिन्न प्रकारका विधिलाई प्रयोग गरिन्छ, विभिन्न प्रक्रिया हुन्छन्, तरिका हुन्छन्, साधन हुन्छन्। त्यो आवश्यकता अनुसार त्यो मार्गदर्शनले भनेका सबै विधिलाई, मार्गदर्शनले भनेका सबै साधनलाई प्रयोग गर्नुपर्छ भन्ने होइन कि। त्यसमध्येको उत्तम साधन कुन हुनसक्छ, त्यसमध्येको उत्तम विधि कुन हुनसक्छ छनौट गर्ने। सधैँभरि एउटै विधि, एउटै साधन वा साधनविहीन अवस्थामा कक्षामा नजाने, साधनविहीन अवस्थामा मूल्याङ्कन नगर्ने भनेको मात्रै हो। त्यहाँ भएका जति सबै रुजु सूची पनि प्रयोग गर्ने, श्रेणीमापन पनि प्रयोग गर्ने, रुब्रिक्स पनि बनाउने, विद्यार्थीको प्रतिक्रिया पनि लिने अथवा अभिभावकको प्रतिक्रिया पनि लिने, स्वमूल्याङ्कन पनि गर्ने भनेको चाहिँ होइन। ती सबै गर्ने भने होइन। ती मध्येको कुन कुन कन्टेन्टमा, कुन कुन विषयवस्तुसँग कुन कुन विधि र कुन कुन साधन उपयुक्त हुन्छन्, त्यो विधि र साधन प्रयोग गर्दै जाने भने। दैनिक कक्षा क्रियाकलापसँग विद्यार्थीको सिकाइको लेखाजोखा गरी भनेपछि यो भनेको के त, शिक्षण सिकाइको एउटा अभिन्न अङ्ग बनाउँदै भनेको कि। शिक्षण सिकाइको कक्षा क्रियाकलापको अभिन्न अङ्ग बनाउँदै थप सहायता आवश्यक पर्ने विद्यार्थीलाई सुधारात्मक सिकाइ प्रक्रियाद्वारा न्यूनतम सिकाइ सुनिश्चित गर्ने। न्यूनतम सिकाइ भनेको हाम्रो सिकाइको स्तर छ नि 1, 2, 3, 4 मा 3 मा पुर्याउने भन्न खोजेको कुनै पनि हालत होइन। जुन विद्यार्थीलाई थप सहायता आवश्यकता पर्छ ती विद्यार्थीहरूलाई थप सहायता प्रदान गरेर सुधारात्मक सिकाइ प्रक्रिया सञ्चालन गरेर, सुधारात्मक सिकाइका कक्षाहरू सञ्चालन गरेर न्यूनतम सिकाइको सुनिश्चित गराउने। ओके, विद्यार्थीको सिकाइ स्तरको मूल्याङ्कन गर्दा मूलतः विभिन्न सिकाइ क्षेत्रमा विद्यार्थीले अपेक्षित सिकाइ उपलब्धि हासिल गरे वा नगरेको परीक्षण गर्ने होइन, विभिन्न क्षेत्रमा। अब यो सबै क्षेत्रमा यो सबै क्षेत्रमा, अनि यो क्षेत्रमध्ये कुन क्षेत्रमा कमी छ त होइन, कुन क्षेत्रमा कमी छ, अब कुन क्षेत्रमा चाहिँ हामीले चाहिँ अझै धेरै मेहनत गर्नुपर्छ, अझै धेरै नयाँ योजना ल्याउनु पर्ने हुन्छ होइन, हो त्यो कुराको हामीले लेखाजोखा गर्नुपर्ने। त्यसै गरी विषयगत सिकाइ क्षेत्रमा अपेक्षित ज्ञान, बुझाइ र प्रयोगका साथै उच्च क्षमताको मापन गर्ने।
ओके, विषयगत सिकाइ क्षेत्रमा अपेक्षित ज्ञान बुझाइ र प्रयोगका साथै उच्च क्षमता भनेपछि यसको अर्थ के हो भने बाबु नानीलाई मूल्याङ्कन गर्दा हामीले उसको ज्ञानको अवस्था, उसको चाहिँ बुझाइको अवस्था, होइन, नलेज, अन्डरस्ट्यान्डिङ, एप्लिकेसनको लेभलबाट पनि उसलाई मूल्याङ्कन गर्नु पर्यो। सोसँग सम्बन्धित, ज्ञानसँग सम्बन्धित, जस्तो मानव हामीले मौखिक रूपमा कुराकानी गरिरहेका छौँ भने, होइन, हामी मौखिक मूल्याङ्कन गरिरहेका छौँ, प्रश्नोत्तर गरिरहेका छौँ भने त्यो प्रश्नोत्तरमा पनि हामीले के गर्नु पर्छ त, ज्ञानसँग सम्बन्धित प्रश्नहरू, अन्डरस्ट्यान्डिङ वा बुझाइसँग सम्बन्धित प्रश्नहरू, प्रयोगसँग सम्बन्धित प्रश्नहरूलाई प्रयोग गर्नु पर्यो। अनि सँगसँगै त्यो मात्र नभएर अझै त उच्च क्षमताका पनि कतिपय सन्दर्भमा चाहिँ उच्च क्षमताका विषयवस्तुलाई पनि समावेश गर्नु पर्यो। अनि व्यवहार कुशल सिप प्राप्तिको पनि व्यवस्थित लेखाजोखा गरी सिकाइमा सुधार ल्याउनु, होइन। कक्षा 1 देखि 3 मा हजुरहरूलाई व्यवहार कुशल सिपहरू थाहा छ। ती विभिन्न प्रकारका व्यवहार कुशल सिपहरूलाई हासिल गर्ने हामीले प्रयास गर्नुपर्छ, है, हासिल गर्नुपर्छ। त्यसै गरी मूल्याङ्कन पश्चात कुनै विद्यार्थीले अपेक्षित नतिजा प्राप्त गर्न नसकेमा सुधारात्मक शिक्षण सिकाइको प्रक्रिया अनुरूप विद्यार्थीको सिकाइ सुधार गरी अपेक्षित सिकाइ सुनिश्चित गर्ने र पटक पटकको सुधारात्मक शिक्षण सिकाइ प्रक्रियाबाट पनि न्यूनतम सिकाइ उपलब्धि हासिल गर्न नसक्ने विद्यार्थीका लागि उपचारात्मक शिक्षणको प्रबन्ध गर्ने। ओके, अघि हामीले यो विषयमा अघि पनि कुराकानी गरिसकेका छौँ, है त। मूल्याङ्कनको नतिजालाई विषय क्षेत्र वा एकाइगत सिकाइ उपलब्धि अनुसार अभिलेखीकरण गर्ने र विद्यार्थीको व्यक्तिगत अभिलेख खडा गरी मूल्याङ्कनको नतिजाका साथै अन्य सान्दर्भिक विवरण सहितको कार्य सञ्चयका व्यवस्थित गरेर राख्ने। यो चाहिँ पोर्टफोलियोको कुरा हो। पोर्टफोलियोको कुरा अहिले हामी पछाडि अलि धेरै चर्चा पनि गर्छौँ। त्यसैले विद्यार्थीको बृहत पोर्टफोलियो तयार गर्नुपर्छ, जसले गर्दा शिक्षकलाई नै सजिलो हुन्छ, विद्यालयलाई नै सजिलो हुन्छ। त्यति मात्रै होइन, स्वयं विद्यार्थी र अभिभावकलाई पनि सजिलो हुन्छ, होइन। विद्यार्थीको सिकाइ अवस्था पहिचान गर्न, भावी सिकाइको योजना निर्माण गर्न, होइन त। विद्यार्थीहरूले को सिकाइको अवस्था के छ, भोलिका दिनमा अब बाबु नानीहरूलाई सिकाउनको लागि कस्तो योजना निर्माण गर्नुपर्छ, अनि सिकाइ उपलब्धिको प्रगति के कस्तो हुँदै गइरहेको छ, यी सबै कुराको चाहिँ अभिलेखीकरण गर्नलाई अभिलेखीकरणका रूपमा पोर्टफोलियोलाई विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकले आवश्यकता अनुसार प्रयोग गर्नुपर्छ, है। त्यो पोर्टफोलियो भनेको हामीले चाहिँ के सोचिरहेका छौँ भने यो पोर्टफोलियो शिक्षकले निर्माण गर्ने हो र शिक्षकले प्रयोग गर्ने हो भन्ने बुझाइ, त्यो सङ्कुचित बुझाइ हुनसक्छ। त्यसो होइन, त्यो पोर्टफोलियो होला, त्यो मेहनत, त्यो तयार गर्ने क्रममा शिक्षकले धेरै मेहनत गर्नु पर्ला, तर त्यसको प्रयोग विद्यालयले पनि गर्ने हो, शिक्षकले पनि गर्ने हो, विद्यार्थीले पनि गर्ने हो, अभिभावकले पनि गर्ने हो। प्रयोगको तरिका फरक हुन सक्छ। विद्यार्थीलाई सो मूल्याङ्कन तथा प्रतिबिम्बन गर्ने र सहपाठी मूल्याङ्कन प्रक्रियामा समेत अभ्यस्त गराउनु। भनेको हामीले यो सहपाठी मूल्याङ्कन प्रक्रिया कस्तो भने हामी अलिकति सहपाठी मूल्याङ्कन प्रणाली भन्ने बित्तिकै हामीले चाहिँ औपचारिक रूपमा भइरहेका अभ्यास शिक्षणको कुरालाई मात्रै हामी सम्झिरहेका हुन्छौँ। त्यस्तो होइन, हाम्रो बाबु नानीहरूलाई पनि एकले अर्कोलाई मूल्याङ्कन गर्ने, होइन, एकले अर्कोको सिकाइको मूल्याङ्कन गर्ने, अनि आवश्यकता अनुसार पृष्ठपोषण दिने, आवश्यकता अनुसार चाहिँ प्रशंसा गर्ने बानीको विकास गराउनु पर्यो। भनेको हाम्रो बाबु नानीहरूलाई पनि त हामीले जस्तै उनीहरूलाई पनि सिकाउने काममा सहभागी गराउनु पर्यो। हो, त्यो कति बेला हाम्रो बाबु नानीहरूलाई हामीले सहभागी गराउन सक्छौँ भने नि कक्षाका अब्बल बाबु नानीहरूलाई, कक्षाका उत्कृष्ट बाबु नानीहरूलाई, कक्षामा लिडिङ गर्न सक्ने बाबु नानीहरूलाई हामीले कति बेला प्रयोग गर्न सक्छौँ भने सुधारात्मक कक्षामा प्रयोग गर्न सक्छौँ। त्यो सुधारात्मक कक्षामा शिक्षक र विद्यार्थी मिलेर, कक्षाका अब्बल विद्यार्थीहरू मिलेर सुधारात्मक कक्षा सञ्चालन गर्ने, त्यसलाई व्यवस्थित गर्ने, नियन्त्रित गर्ने काम चाहिँ शिक्षकको। तर परिचालन चाहिँ सिकाइमा ती सिकाइ उपलब्धि, न्यूनतम सिकाइ उपलब्धि हासिल नभएका बाबु नानीहरूको लागि सुधारात्मक कक्षा सञ्चालन गर्ने क्रममा कक्षाका अब्बल बाबु नानीहरूलाई पनि हामीले परिचालन गरेर गर्न सक्छौँ, जसले गर्दा यो सहपाठी मूल्याङ्कन हुनसक्छ। त्यसैले सहपाठी मूल्याङ्कन प्रक्रियामा हामीले विद्यार्थीलाई पनि सहभागी गराउनु पर्यो। सो मूल्याङ्कन गर्ने बानीको पनि विकास गराउनु पर्यो, सो मूल्याङ्कन। अब ल हेर्नुहोस् त, यो निर्माणात्मक मूल्याङ्कनका विधिहरू, यो 10वटा विधिहरू छन् भनेर कक्षा 1 देखि 3 मा पनि भएको कुरा हो, 4 र 5 मा पनि यही कुरा आएको छ, होइन। निर्माणात्मक मूल्याङ्कन अन्तर्गत मूल्याङ्कन गर्नका लागि कक्षा सहभागिता एउटा विधि हो। अर्को त्यसै गरी लिखित तथा मौखिक कार्य हो। भनेको लिखित भनेको चाहिँ हामीले बाबु नानीहरूलाई
रिटर्न टेस्ट लिनुहुन्न भनेको त्यो आवधिक रूपमा लिने लिखित परीक्षालाई मात्रै मूल्याङ्कनको साधन बनाएर अगाडि बढ्नु हुँदैन है भनेको हो कि खासमा। लिखित परीक्षा लिनुहुन्न भनेको होइन नि त। उनीहरूको जुन लेखन सिपको क्षमताको अवस्था पनि त पत्ता लगाउनु पर्यो नि त। त्यसैले लिखित कार्य पनि गराउनुपर्छ, मौखिक कार्यको पनि कुरा छ। सँगसँगै परियोजना कार्य, यो त एकदमै हाम्रो अहिलेको हाम्रो शिक्षण सिकाइमा कक्षा 1 देखि 10 सम्मै वा सबै कक्षामा होइन 11 12 सम्म यो परियोजना कार्य एकदमै जल्दो बल्दो प्रयोगात्मक कार्य, परियोजना कार्य र प्रयोगात्मक कार्य चाहिँ एकदम जल्दो बल्दो विषयवस्तु छ। त्यसै गरी व्यवहार अवलोकनको कुरा छ होइन, व्यवहार अवलोकन। अब बाबु नानीहरूको मूल्याङ्कन चाहिँ हामीले बाबु नानीको व्यवहारबाट पनि गर्नु पर्यो कि। धेरैवटा ट्रेनिङमा धेरैवटा साथीहरूसँग सेयर गरेको कुरा छ कि यो व्यवहार अवलोकनको कुरामा चाहिँ गर्नु आवश्यक छ भन्ने कुरा। कहिलेकाहीँ के हुनसक्छ भने हेर्नुहोस्, लिखित परीक्षामा यदि परीक्षामा विद्यार्थी जीवनमा अनुशासनको महत्त्व भन्ने शीर्षकमा निबन्ध लेख्न आयो भने कक्षाको सबभन्दा उदण्ड विद्यार्थीले सबभन्दा राम्रो निबन्ध लेखिदिन सक्छ। अब त्यसको निबन्ध हेरेर, त्यो निबन्ध हेरेर ओ यो विद्यार्थी त धेरै राम्रो विद्यार्थी हो, यसको आनी बानी पनि राम्रो छ भने त हेर्नु भएन नि त, उसको व्यवहार पनि ठिक छ होला भन्ने अनुमान गरेर त भएन नि। त्यसैले व्यवहार र लेखाइको कुरा फरक हो। यदि हामी त्यसरी परीक्षामुखी र लिखित परीक्षामुखी मात्रै भयो भने त्यस्तो हुनसक्छ। त्यसरी कार्यको प्रदर्शन, घटनावृत्त अभिलेख होइन, घटनावृत्त अभिलेख, त्यसै गरी सहपाठी मूल्याङ्कन, स्वमूल्याङ्कन, अभिभावकको प्रतिक्रिया, यी विभिन्न साधन। ओके, यसको छोटो छोटो व्याख्या पनि यहाँ छ। कक्षा सहभागितामा विद्यार्थीको उपस्थिति र कक्षा सहभागिता, लिखित तथा मौखिक कार्यमा सहजीकरणको समयमा छलफल, कुराकानी लगायतका लिखित तथा मौखिक प्रश्न गरेर छोटा छोटा उपलब्धि परीक्षा सञ्चालन गरेर लाइन त सहजीकरण गर्ने क्रममै कक्षा कोठामा शिक्षण सिकाइ गर्ने क्रममै छलफल गर्नु पर्यो बाबु नानीहरूसँग पर्याप्त होइन। हाम्रो शिक्षणको विधि नै छलफल विधि हुनसक्छ, समूह छलफल, अर्थात् बाबु नानीहरूसँग हामीले वाद विवाद गरिरहेका हुन सक्छौँ, कुराकानी गरिरहेका हुन सक्छौँ होइन। अनि कुराकानी लगायतका लिखित तथा मौखिक प्रश्न गरेर होइन, लेखेर कुनै प्रश्नको उत्तर लेख्न लगाएर होइन, कुनै प्रश्नको उत्तर भन्न लगाएर अनि छोटा छोटा प्रकारका उपलब्धि परीक्षा सञ्चालन गरेर होइन, छोटो समयको 2टा मात्रै प्रश्न दिएर 10 मिनटको, मानव 1 हप्ता शिक्षण गरिसकेपछि आजको एउटा घन्टी नै पुरै के फरक पर्दैन। त्यसरी एउटा कक्षाकै समयमा लेख्न लगाएर चाहिँ उनीहरूको सिकाइको अवस्था पत्ता लगाउँदा केही बिग्रिन्न थियो। अर्को परियोजना कार्य, सिकाइवादीमा आधारित भई घरायसी तथा सामुदायिक परिवेशमा सान्दर्भिक हुने विषयगत र बहुविषयगत क्षेत्रसँग सम्बन्धित हुने कार्यहरू, खोजमूलक कार्य र निश्चित समय सीमा खोजेर सिक्ने। यो परियोजना कार्यको बारेमा अब हामी परियोजनाको बारेमा मात्रै पनि छुट्टै कक्षाहरू सञ्चालन गर्न सक्छौँ। अब आशा गरौँ होइन, म पनि प्रयास गर्छु, हजुरहरूले पनि झझकाउनु होला। आगामी दिनमा हामी यो परियोजना कार्यसँग मात्रै सम्बन्धित अनि कार्यमूलक अनुसन्धानसँग मात्रै सम्बन्धित त्यस्तो कुनै एउटा टपिक्समा मात्रै रहेर हामी फेरि छलफल गर्न सक्छौँ 1 दिन 2 दिन। त्यसरी यो परियोजना कार्य त्यस्तो बृहत कुरा हो जसलाई धेरै छलफल गर्नुपर्ने हुन्छ। तथापि अहिले यति मात्रै बुझौँ कि परियोजना कार्य भनेको यसमा परियोजना कार्यलाई हामीले एकदम ठुलो रूपमा सोच्नु भएन क्या। बाबु नानीहरूलाई हामीले जे काम गर्न दिइरहेका छौँ आजसम्म त्यो सबै परियोजना कार्य हो मात्रै। अब हामीले परियोजना कार्यको सैद्धान्तिक रूपमा यसलाई ढाल्नु पर्यो, सिद्धान्तमा ढाल्नु पर्यो। परियोजना कार्य भन्ने बित्तिकै धेरैजसो टिम हुन्छ, कहिलेकाहीँ इन्डिभिजुअली पनि दिन सक्छौँ, तर धेरैजसो समूहमा काम दिने हो। व्यक्तिगत रूपमा पनि दिन मिल्छ, नमिल्ने होइन, व्यक्तिगत पनि हुनसक्छ, तर अधिकांश परियोजना कार्य समूहमा एउटा काम गर्न दिने र निश्चित समयभित्र सम्पन्न गर्ने। त्यसैले परियोजना कार्यको महत्त्व भनेको निश्चित समय र काम, टाइम एन्ड टास्क चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हुन्छ कि परियोजना कार्य। जस्तो कक्षा 1 का बाबु नानीहरूलाई हामीले क देखि ज्ञसम्म सिकायौँ। अब क देखि ज्ञसम्म सबैले लेख्न सक्छ, त्यो ठिक छ, तर अब हामीले परियोजना कार्य कसरी दिन पर्यो भने 10 मिनेटभित्रमा कसले सबैभन्दा धेरै पटक दोहोऱ्याएर क देखि ज्ञसम्म लेख्छ, अर्थात् क देखि ज्ञलाई कसले सबभन्दा छोटो समयमा लेखिसक्छ, अर्थात् 1 मिनेटभित्र कसले कति लेख्छ समय तोक्दिएर। यसरी हामी समयसँग जोडेर काम दियौँ भने होइन, छोटो समयमा, लामो समयमा, 1 मिनेटमा, 2 मिनेटमा, 1 घन्टामा, 1 दिनमा, 1 हप्तामा भनेर यसरी हामीले
समयसँग जोडेर काम दियौँ भने त्यो परियोजना कार्य है। टाइम एन्ड टास्क। अनि सँगसँगै मैले भनिहालेँ टिम चाहिँ 100% कम्पलसरी हुँदैन, तर टाइम एन्ड टास्क चाहिँ 100% कम्पलसरी हो। त्यसैले प्रोजेक्ट वर्क भनेको 3T हो भनेर बुझ्नुपर्ने हुन्छ। ओके, त्योसँग सम्बन्धित बृहत रूपमा आगामी दिनमा कुनै दिन प्रयास गरौँ है त। ओके, प्रयोगात्मक कार्य सिप विकासको लागि कक्षा कोठाभित्र बाहिर गर्न सकिने कार्यहरू सामान्यतया गरेर सिक्ने। प्रयोगात्मक कार्य भनेको कुनै पनि काम गरेर सिक्ने भावनालाई। यो प्रयोगात्मक कार्यमा चाहिँ बाबु नानीहरूलाई हामीले चाहिँ काम सम्पन्न गर्ने कुरा मात्रै गर्छौँ, काम गर्न सक्छन् कि सक्दैनन् भन्ने मात्रै कुरा गर्छौँ। त्यहाँ हामी समय सीमाको कुरा चाहिँ तोक्दैनौँ। प्रयोगात्मक कार्य जब त्यो प्रयोगात्मक कार्यलाई हामीले समय सीमा तोकेर दिन्छौँ, त्यसपछि त्यो परियोजना कार्य बन्न सक्छ। र अर्को कुरा चाहिँ अब साइन्सको, म्याथको वा त्यस्ता जुन सोझै ल्याबमा गएर गर्ने प्रकारका कामहरू छन् भने त्यो चाहिँ परियोजना नभएर त्यो विशुद्ध प्रयोगात्मक नै हुनसक्छ है। ओके, त्यसै गरी व्यवहार अवलोकनको कुरा अघि नै पनि हामीले चर्चा गरिसक्यौँ। सिकेको कुरा व्यवहारमा परेको अवस्थामा अवलोकन गरेर पृष्ठभूमि। जस्तो हामी सरसफाइको बारेमा सिकाइरहेका छौँ भने सरसफाइ हुनुपर्छ भन्ने कुरा चाहिँ बाबु नानीले बुझिरहेको छ, तर स्वयं आफू कतिको सफा छ, उसको कपडा कस्तो सफा छ होइन, उसको झोला कस्तो सफा छ, उसले किताब कापी कस्तो सफा राख्छ, आफ्नो कक्षा कोठा सफा राखेको छ कि छैन, आफ्नो बेन्च सफा राखेको छ कि छैन, घरमा आफ्नो चाहिँ सुत्ने कोठा होइन, आफूले खाना खाने भाँडाहरू माझ्छ कि माझ्दैन, यी सबै कुरा कतिपय कुरा अभिभावकसँग सोधेर, कतिपय चाहिँ साथीभाइहरूसँग सोधेर, कतिपय चाहिँ छिमेकीहरूसँग सोधेर, कतिपय अरू शिक्षकसँग सोधेर, कतिपय दाजुभाइ दिदीबहिनीसँग सोधेर हामीले बाबु नानीहरूको के गर्नु पर्यो त, व्यवहार अवलोकन गर्नु पर्यो, व्यवहार पत्ता लगाउनु पर्यो। ओके, त्यस्तै विद्यार्थी कार्यको प्रदर्शन। अब विद्यार्थीले गरेको कामको प्रदर्शन होइन, विद्यार्थीले गरेको कार्यको प्रदर्शन गर्न लगाउने, जस्तै कविता, वाचन, चित्र बनाउने होइन, कविता लेखेर कविता भन्न लगाउने। अब कविता जतिले लेख्छन् सबैले राम्ररी कविता भन्छन् भन्ने हुँदैन कि। कतिपयले कविता राम्रो लेख्न सक्छन्, कतिपयले कविता राम्रोसँग वाचन गर्न सक्छन् है। त्यही भएर त रचनाकार र गायककार फरक फरक हुन सक्छ है। त्यसै गरी चित्र बनाउने होइन, चित्र त्यस्तै घटनावृत्त अभिलेख, विशिष्ट कार्य र विवरणको सङ्कलन गरी अभिलेख राख्ने होइन, विद्यार्थीका विभिन्न घटनाहरूसँग सम्बन्धित अभिलेखीकरण गर्ने कुरा। सहपाठी मूल्याङ्कन, सहपाठीहरूले एकअर्काको मूल्याङ्कन गर्ने। स्वमूल्याङ्कन, स्वयं विद्यार्थीले पनि मूल्याङ्कन गर्नु पर्यो। अब यस्तो एउटा चार्ट बनाइदिनु पर्यो हामीले, र फ्लेक्स कार्ड बनाएर हामीले टाङ्दिनु पर्यो, जहाँ त्यो पढ्दै विद्यार्थीले म हरेक दिन बिहान अथवा खाना खाएपछि, बिहान बेलुका खाना खाएपछि ब्रस गर्छु वा गर्दिनँ भन्ने खालको त्यस्तो एउटा चार्ट बनाइदिएर राखिदिनु पर्यो। र त्यो चार्टलाई हेर्दै आफूले आफूलाई मूल्याङ्कन गर्ने बानीको विकास गर्छ वा त्यस्तै केही। अनि अभिभावकको प्रतिक्रिया। अब अभिभावकको प्रतिक्रिया चाहिँ हामीले नियमित रूपमा गरिरहनुपर्छ, तर यसको अर्थ चाहिँ अभिभावकसँग चाहिँ हामीले दिनदिनै हामी अभिभावकसँग प्रतिक्रिया लिन त सक्दैनौँ। त्यसैले यसलाई निश्चित अवधिको अन्तरमा हामीले प्रतिक्रिया लिने बानीको विकास गर्नुपर्छ, जतिसक्दो छोटो समयमा गर्ने। अब नभए पनि जस्तो भनौँ न, कतिपय अवस्थामा हामी चाहिँ एउटा एकाइ सकेपछि, एउटा युनिट सकेपछि, एउटा थिम सकेपछि गर्न सक्छौँ। त्यसो हुन सकेन भने पनि कम्तीमा त्रैमासिक रूपमा चाहिँ अभिभावकहरूसँग हामीले भेटघाट गर्ने र शिक्षक, विद्यार्थी, अभिभावक मिलेर अन्तर्क्रिया गर्ने र वास्तविक अवस्था होइन, त्यो सबै छलफल चाहिँ बाबु नानीहरूको सिकाइमा केन्द्रित गरेर शिक्षकले विद्यार्थीलाई, विद्यार्थीले शिक्षकलाई, सरी अभिभावकले शिक्षकलाई, शिक्षकले अभिभावकलाई दोषारोपण गर्ने ढङ्गले भन्दा पनि विद्यार्थीको सिकाइमा केन्द्रित रहेर छलफल गर्ने बानीको विकास गर्नुपर्छ। तर हाम्रो यस्तो अन्तर्क्रिया कार्यक्रमहरू अलिकति के हुन्छ भने शिक्षकले अभिभावकलाई, अभिभावकले शिक्षकलाई दोषारोप गर्ने तरिकाले चाहिँ अगाडि बढिरहेको हुन्छ धेरै जसो ठाउँमा। अब त्यसलाई अलिकति हामीले चाहिँ विद्यार्थीको सिकाइसँग केन्द्रित रहेर हामीले आफ्नो भूमिकालाई सम्झँदै अन्तर्क्रिया गर्ने बानीको विकास गर्नुपर्छ। र यो सकेसम्म छिटो, नभए नै कम्तीमा त्रैमासिक रूपमा चाहिँ एकपटक हुने गरी गर्नु पर्यो। यति नै मैले रोक्दै, हजुरहरूको केही कुराकानी छ भने यसो एकछिन। गृह कार्य सबै परियोजना कार्य हुन्, गृह कार्य नै परियोजना कार्य हो मात्रै। जस्तो कसरी पनि बुझ्नुपर्छ भने नि हामीले कसरी बुझ्नु पर्यो भने गृह कार्यलाई अलिकति हामीले व्यवस्थित बनाउनु पर्यो। अनि अर्को कुरा कसरी बुझ्नु पर्यो भने गृह कार्य र परियोजना कार्य भनेको प्रजातन्त्र र लोकतन्त्र भनेर बुझे हुन्छ कि दुइटैको अर्थ एउटै त हो नि। मात्र हामीलाई के चाहिएको त, नयाँ शब्द चाहिएको नि त। कहिलेकाहीँ हामीलाई चाहिँ हाम्रो कक्षा कोठा हाम्रो घरको हामी सुत्ने बेड पूर्वतिर भएको बेडलाई पश्चिमतिर सार्दाखेरि पनि कहिलेकाहीँ हामीलाई फ्रेस हुन्छ नि त, रिफ्रेस हुन्छ नि त। यो पनि त्यस्तै हो। परियोजना कार्य नै, गृह कार्य नै परियोजना कार्य हो, तर त्यसलाई अलिकति व्यवस्थित बनाउनु पर्यो।
त्यसलाई रेकर्डेड गर्नु पर्यो। अब त्यसपछि यहाँ मूल्याङ्कन विधि र साधनको म्याट्रिक्स एउटा यसलाई चाहिँ एउटा समराइज बनाएर लेखिएको छ। यसमा चाहिँ हेर्नु, अवलोकन र कार्य सम्पादन अन्तर्गत अलि धेरै प्रयोग हुने चाहिँ रुजुसूची, रुब्रिक, श्रेणी मापन, घटना अभिलेख होइन। अनि लिखित र मौखिक कार्य अन्तर्गत प्रश्न, यो चाहिँ उत्तर लेख्ने गरी प्रश्न अनि उत्तर भन्ने गरी प्रश्न के होइन, प्रश्न। अनि त्यसै गरी चित्र दिएर चित्रको बारेमा लेख्न लगाउने, चित्रका बारेमा प्रश्न सोध्ने होइन। अनि पठन सामग्री, त्यसै गरी रुजुसूची अनि परियोजना कार्य र प्रयोगात्मक कार्यमा उसले गरेको कार्यको मूल्याङ्कन गर्नका लागि रुब्रिक्स बनाउनु पर्यो, रुजुसूची बनाउनु पर्यो। अनि त्यो परियोजना कार्य र प्रयोगात्मक कार्यमा यो कुरा छ वा छैन भनेर त्यसलाई चेक गर्नु पर्यो कि होइन। त्यसै गरी सहपाठी मूल्याङ्कन, रुजुसूची, श्रेणी मापन अनि अभिभावक प्रतिक्रिया, रुजुसूची, श्रेणी मापन फारम भनेर भनेको छ। ओके, यस्तो प्रकारको साधनहरूलाई यी विभिन्न प्रकारका मूल्याङ्कन विधि भए। जस्तो अवलोकनका लागि प्रयोग गर्ने रुजुसूची र अभिभावक प्रतिक्रियाका लागि प्रयोग गर्ने रुजुसूची एउटै हुन सक्दैन होइन। जस्तो परियोजना कार्य र प्रयोगात्मक कार्यको लागि प्रयोग गरिएको रुजुसूची र अभिभावक प्रतिक्रियाको रुजुसूची एउटै होइन। त्यसरी बुझ्नु पर्यो है। यो रुजुसूची भनेको यो सबै रुजुसूची एउटै होइन, एउटै प्रकारको होइन। तर अवलोकन र कार्य सम्पादनभित्र अवलोकन गर्दा विद्यार्थीले गरिरहेका कामहरू, गतिविधिहरू, व्यवहारहरू ठिक छन् कि छैनन्, के छन् छैन, कपाल कोरेको छ कि छैन, साथीसँग मिलेर बसेको छ वा छैन, कक्षा कोठाको सरसफाइ गरेको छ कि छैन, आफ्नो किताब कापी मिलाएको छ कि छैन, होमवर्क नियमित गरेको छ कि छैन, यस्तै यस्तै कुराको चाहिँ उसले रुजु गर्न सकिन्छ। हामी चेकलिस्ट यस्तै यस्तै कुराको चाहिँ होइन श्रेणी मापन गर्न सकिन्छ। ओके, त्यस्तै त्यस्तै प्रकारको प्रश्नहरू, चित्रहरू, रुजुसूची, यी चाहिँ विभिन्न प्रकारका मूल्याङ्कनका विधिहरू। ती विधिमा कोही त अवलोकन भयो, कार्य सम्पादन भयो, उसको कार्य सम्पादनको अवस्था होइन, उसको लेख्ने क्षमता, उसको मौखिक रूपमा चाहिँ अभिव्यक्त गर्ने तरिका होइन, परियोजना कार्यमा सहभागिता, क्रियाशीलता, नेतृत्व होइन, प्रयोगात्मक कार्यको चाहिँ क्रियाशीलता, प्रयोगात्मक कार्यको चाहिँ उसको सम्पन्नता कस्तो हुन्छ। त्यसै गरी सहपाठी होइन, आफैले गर्ने मूल्याङ्कन, स्वमूल्याङ्कन अनि साथीभाइबाट गर्ने मूल्याङ्कन, स्वमूल्याङ्कन, त्यसको लागि पनि रुजुसूची, श्रेणी मापन। अनि त्यसै गरी अभिभावकको प्रतिक्रियाको लागि पनि रुजुसूची, श्रेणी मापन। यस्तो प्रकारका साधन, यी चाहिँ साधनहरू भए। जम्मा साधन के भयो त हेरौँ न यहाँबाट। रुजुसूची, रुब्रिक, श्रेणी मापन, घटनावृत्त 4वटा भयो, 5वटा, 6वटा, 7वटा, यो आइसक्यो 9वटा, यहाँबाट 9वटा देखियो होइन। मतलब यो उसबाट चाहिँ यो सबै आएको छैन, जुन हाम्रो मार्गदर्शनका यहाँ सबै कुरा आएको छैन, त्यसको मैले स्क्रिनसट चाहिँ राखेको छु। सर जस्तै यो अभिभावक प्रतिक्रियामा श्रेणी मापनको एउटा इक्जाम्पल बुझाइदिनु, उदाहरण। जस्तो श्रेणी भनेको कस्तो भने नि, जस्तो कुनै पनि कुराको विभिन्न श्रेणीमा राखेर भनेको एकदमै कम, राम्रो, धेरै राम्रो, सबभन्दा राम्रो, ठिकै, यस्तै यस्तै भनिन्छ नि, मध्यम भनिन्छ नि। अब अभिभावकसँग हामीले विद्यार्थीको बारेमा सोध्नु पर्यो होइन, कि दाँत माझ्छ त, ब्रस गर्छ त सधैँ, धेरै जसो गर्छ, कहिले काहीँ गर्छ, भन्यो भने मात्रै गर्छ होइन। भनेपछि उसको यो के भयो त, त्यो ब्रस गर्ने कुराको चाहिँ उसको श्रेणी भयो। अब यो मूल्याङ्कनमा के भनिएको छ भने अपाङ्गता भएका विद्यार्थीका लागि वैकल्पिक व्यवस्था पनि राखिएको छ। यसले वैकल्पिक व्यवस्था पनि गरेको छ। दृष्टि क्षमता कमजोर भएका अनि त्यसै गरी दृष्टिविहीनका लागि अनि त्यसै गरी शारीरिक बौद्धिक अपाङ्गता भएका लागि भनेर यसरी राखिएको छ। दृष्टि क्षमता कमजोर भएको लागि ठुलो अक्षरमा छाप्ने, अतिरिक्त प्रकाश, थप समयको व्यवस्था गर्ने भनिएको छ। क्षमता कमजोर भएकाहरूको लागि चाहिँ अब पाठ्य पुस्तकदेखि लिएर जे कुरा चाहिँ प्रिन्टेड सामग्री प्रयोग गर्छ त्यो चाहिँ ठुलो अक्षरमा छाप्ने होइन। अनि त्यसै गरी कुनै काम गर्नका लागि चाहिँ अतिरिक्त समयको व्यवस्था गर्ने, अनि अलिकति उज्यालोको राम्रो व्यवस्था गर्ने, अनि दृष्टिविहीनका लागि ब्रेल लिपि प्रयोग गर्ने, अडियो निर्देशन गर्ने, मौखिक परीक्षा लिने, अनि त्यसै गरी कमजोर सुनाइ क्षमता भएकाहरूको लागि चाहिँ लिखित निर्देशन दिने, दृश्य सङ्केत दिने, कम्प्युटर प्रविधिको प्रयोग गर्ने होइन। यस्तो के हुन्छ भने सुनाइ क्षमता कमजोर भएकाहरूले चाहिँ कम्प्युटरको प्रविधिबाट उनीहरूले काम गर्न सक्छन्। अनि शारीरिक रूपमा अपाङ्गता, बौद्धिक अपाङ्गता भएकाहरूको लागि पनि क्षमता र स्वरूप अनुसार वैकल्पिक प्रबन्ध र उपयुक्त साधनको पहिचान गरेर प्रयोगमा ल्याउनुपर्छ भनेर यसरी मार्गदर्शनले यस्तो प्रकारको अपाङ्गता भएका वा फरक क्षमता भएका बाबु नानीहरूको लागि यो वैकल्पिक व्यवस्थाको सुनिश्चितता गराएको छ।
अब कतिको त्यो कार्यान्वयनमा आउने क्रममा स्रोत साधन कतिको प्राप्त हुन्छ, वातावरण कतिको हुन्छ भन्ने कुरामा भर पर्छ यो चाहिँ, होइन? अब विद्यार्थीको उपलब्धिको स्तरलाई यसरी 4वटा तहमा मापन गर्ने भनेर 4वटा स्तर मापन गरिएको छ, होइन? 1 2 3 4 भन्ने हजुरहरूलाई थाहा छ। हामीले चाहिँ 1 2 3 4 भनेर बुझेका छौँ। अब यो 1 2 3 4 मा 4 भनेको उच्च, 3 भनेको दक्ष, 2 भनेको आधारभूत, 1 भनेको आधारभूत नि कम। यो इङ्ग्लिसमा पनि हजुरहरूले याद गर्नुभयो भने राम्रो हुन्छ। हो, यो चाहिँ बरु ठ्याक्कै, होइन, विद्यार्थीको उपलब्धि स्तर मापनका रेटिङ स्केल, होइन, मापनका स्तर कतिवटा छन्, जसमा 2 भन्नाले के बुझिन्छ, 2 ले केलाई बुझाउँछ, 1 ले केलाई बुझाउँछ, होइन? यो व्याख्यात्मक पनि कुरा सोध्न सक्छ। अघि म्यामले चाहिँ उता साधनको कुरा सोधे जस्तै हो, यो चाहिँ बरु आयोगसँग सम्बन्धित रहेर विभिन्न प्रश्नहरू बन्न सक्ने विषयवस्तु हो यो चाहिँ, होइन? जस्तै उच्च भनेको पाठ्यक्रमले तोकेका सम्पूर्ण सिकल अवधिहरू पूर्ण रूपमा सफलतापूर्वक हासिल गरेको, दक्ष भनेको वा 3 भनेको निर्धारित विषयगत सिकाइ अवधिको धेरै जसो हासिल गरेको, अनि ती 2 भनेको सिकाइ अवधि आंशिक रूपमा हासिल गरेको तर थप सुधारका लागि थप सुधारात्मक सिकाइ आवश्यक भएको। अब 1 भनेको सिकाइ अवधि हासिल गर्न नसकेको, तत्काल सुधारात्मक सिकाइ तथा विशेष सहयोगको आवश्यकता भएको हो। यो चाहिँ यसरी हामीले यो 1 2 3 4, अब हामीले धेरै जसो 1 2 3 4 भनेका छौँ, त्यसलाई बुझेका छौँ। विद्यार्थीको सिकाइका आधारमा, प्रतिक्रियाको आधारमा हामीले 1 2 3 4 दिने नै गरेका छौँ। त्यही पनि अझ साँच्चै भन्नुपर्ने हो भने त हामीले 1 र 2 नै दिँदैन, किनकि 3 र 4 हुनैपर्छ भनेका छौँ। अनि फेरि कहिले 3 दिन, होइन, फेरि कहिले 3 दिन राख्ने, त्यो 1 र 2 लाई कहिले 3 पुऱ्याइदिने भनेर हामीले पहिलो पटकमै हामीले 3 दिने, त्यस्तो प्रकारको ट्रेन्ड पनि हुनसक्छ कतिपय अवस्थामा। सकेसम्म त्यसो हामीले नगरौँ, होइन? ओके, 1 2 3 4 यो बाबु नानीको सिकाइको अवस्था अनुसार। ओके ल, अब त्यसै गरी अब पोर्टफोलियो, अघि हामी पोर्टफोलियोको कुरा गर्दैथ्यौँ। अब यो पोर्टफोलियो भनेको बाबु नानीहरूको एउटा बृहत रेकर्डिङ हो। जसरी हामी चाहिँ एउटा बायोडाटा भन्छौँ नि, बायोडाटा चाहिँ लिखित रूपमा एउटा पेपरमा, प्रिन्टेड पेपरमा भएको लेखिएको कुराको आधारमा त्यसलाई विश्वास गर्ने कुरा भयो, त्यसको विवरण भयो। यो चाहिँ विद्यार्थीका विभिन्न कामहरू, उसका गतिविधिहरू शिक्षकले, अभिभावकले वा प्रशासनले वा विभिन्न ढङ्गले गरिएको रेकर्डेड एउटा फाइलबाट उसको व्यक्तित्वको बारेमा जानकारी प्राप्त हुने भयो, होइन? त्यसैले अब पोर्टफोलियोमा के हुन्छ त भन्दा दैनिक कक्षा कार्यहरू रेकर्डेड भइरहेको हुन्छ, होइन? अनि उसका विद्यार्थीका सृजनात्मक कार्यहरू रेकर्डेड भइरहेका हुन्छन्, होइन? विद्यार्थीको हाजिरीको अवस्थाको बारेमा, उसको अनुशासनको बारेमा पनि रेकर्डेड भइरहेको हुन्छ। अनि उपलब्धि परीक्षाका नतिजाहरू विभिन्न समयमा हामीले मौखिक रूपमा, लिखित रूपमा लिएका लिखित परीक्षाहरू वा परीक्षाहरूको नतिजा पनि त्यसमा रेकर्डेड हुन्छ। अनि व्यवहार परिवर्तनको अवलोकन पनि हुन्छ। व्यवहार हिजो कस्तो थियो, आज कस्तो थियो, हिजो बोल्दै नबोल्ने आज बोल्ने भयो। ओहो, पहिला यस्तो धेरै क्वेसन सोध्ने विद्यार्थी आज किन क्वेसन सोध्दैन, नबोल्ने भयो। ओहो, विगतमा पहिला साथीहरूसँग त्यस्तो घुलमिल भएर बस्ने विद्यार्थी अहिले साथीहरूसँग मिल्दैन, एक्लै मात्र बस्न मन पराउँछ। यस्तै यस्तै व्यवहार परिवर्तन कस्तो छ। अनि परियोजना कार्य र प्रयोगात्मक कार्यको रेकर्डेड पनि यसमा बस्नु पर्यो, होइन? यसरी पोर्टफोलियो, यसरी एउटा विद्यार्थीको त्यस्तो धेरै विवरण राखेपछि त्यसलाई अध्ययन गर्न, त्यो विद्यार्थीको बारेमा अनुमान गर्न, होइन, विगतसँग तुलना गर्न, भविष्यको अनुमान गर्न, अनि त्यो विद्यार्थीको बारेमा अभिभावकलाई रिपोर्टिङ गर्न, त्यो विद्यार्थीको बारेमा चाहिँ शिक्षक अभिभावकले छलफल गर्न धेरै सजिलो हुन्छ, है त? ओके ल, यसरी यो पोर्टफोलियोमा यस्ता विषयवस्तुहरू समावेश गर्न सकिन्छ। अब यो यति मात्रै नभएर चाहिँ अब अरू पनि हुन सक्छन्, टपिक्स पनि आउन सक्छ। अभिभावकलाई विद्यार्थीको उपलब्धिबारे नियमित जानकारी गराउन यही सञ्चयिकाको प्रयोग गरिन्छ, होइन? यो कार्य सञ्चयिकालाई प्रयोग गरेर हामीले विद्यार्थीको बारेमा नियमित रूपमा अभिभावकलाई जानकारी गराउन सक्छौँ। विद्यार्थी व्यक्ति कार्य सञ्चयिकामा सञ्चयिकाको अथवा यो पोर्टफोलियोको व्यवस्थापन र अभिलेख, विद्यार्थीका कक्षा कार्य, प्रयोगात्मक कार्य, परियोजना कार्य, सृजनात्मक कार्य र व्यावहारिक परिवर्तनका प्रमाणलाई व्यवस्थित रूपमा पोर्टफोलियोमा राखिन्छ। त्यसै गरी प्रत्येक महिना वा निश्चित एकाइ समाप्त भएपछि वा कम्तीमा पनि त्रैमासिक रूपमा विद्यार्थीको प्रगतिको जानकारी अभिभावकलाई गराउने, कम्तीमा त्रैमासिक रूपमा शिक्षक अभिभावक र विद्यार्थी बीच अन्तर्क्रिया, प्रगति चाहिँ कम्तीमा महिनामा जानकारी गराउने, अन्तर्क्रिया चाहिँ कम्तीमा त्रैमासिकमा गराउने भनेको। अब यो पोर्टफोलियोलाई व्यवस्थापन गर्नमा एउटा यो सिलसिलाबद्ध हुनु पर्यो रेकर्ड। त्यो सिलसिलाबद्ध भनेको विषयगत अनुसार, एकाइगत अनुसार, अनि तिथिमिति अनुसार एउटा कुनै न कुनै क्रममा हुनु पर्यो। अनि त्यसै गरी प्रतिनिधि कार्यहरूको सङ्ग्रह हुनु पर्यो। विद्यार्थीले गरेका सबै कामको सङ्ग्रह गर्न सकिन्छ भन्ने छैन,
उत्कृष्ट कामहरूको मात्रै सङ्ग्रह गर्दा पनि हुन्छ होइन। अब सबै गर्न सकियो भने झन् राम्रो भइहाल्यो होइन। अनि त्यसै गरी समयबद्ध अनुक्रमणिक होइन, समयअनुसारको पनि हुनु पर्यो क्रम। अनि त्यसै गरी निरन्तरता र हस्तान्तरण भनेको अब यो पोर्टफोलियो बनायो अनि एउटा शिक्षकले तयार गर्नुभयो अनि अर्को शिक्षक आउने बेलामा छैन, फेरि नयाँ बनाउनु पर्यो भने त्यो काम भएन। त्यो चाहिँ यदि शिक्षक परिवर्तन हुनुभयो भने पुरानो शिक्षकले नयाँ शिक्षकलाई त्यो फाइल हस्तान्तरण गर्ने बानीको विकास गर्नुपर्छ। अब यो पोर्टफोलियोमा के कुराहरू हुन्छ भन्ने कुरा हो। यो चाहिँ त्यहाँ पनि छ, 1 देखि 3 मा पनि प्र्याक्टिस छ। अब यसको बारेमा मैले धेरै छलफल गरिनँ यो डिटेलमा। ल अब यो प्रयोगात्मक र परियोजना कार्य भनेको के हो त होइन। सिद्धान्तलाई व्यवहारमा उतार्न परियोजना र प्रयोगात्मक कार्यलाई जोड दिइन्छ होइन। सिद्धान्त ठुलालाई माया के अरे ठुलालाई आदर गर्नुपर्छ, सानालाई माया गर्नुपर्छ भनेर हामीले त्यसको अभिनय पनि गराउन सक्छौँ होइन, अभिनय गराउन सक्छौँ। त्यस्तो आदर गरेको सम्मान गरेको हामीले भिडियो रेकर्ड गरेर ल्याउन भन्न सक्छौँ होइन। कुनै कामको पनि रेकर्डिङ होइन, जस्तो भान्सा कोठामा भएका सामानलाई मिलाएर राखेको, भाँडा माझ्दै गरेको, चिया बनाउँदै गरेको, घाँस काटेको, छिमेकी कहाँ गएर केही सामान सापटी ल्याएको, बाटो सफा गर्दै गरेको होइन, खेतमा घाँस काट्दै गरेको, धान रोप्दै गरेको फोटो वा भिडियो होइन। त्यो के त उसको व्यवहारिक रेकर्ड भयो, व्यवहारिक काम भयो। हो त्यो कुरा उसको के हो त, उसको प्रयोगात्मक कार्य, परियोजना कार्य। अब यस्ता परियोजना कार्यहरू उसको विद्यालयभित्रै पनि हुन सक्छन्, कक्षा कोठामै हुन सक्छ, प्रकक्षामा हुन सक्छ होइन, ल्याबहरूमा हुन सक्छ। त्यो विभिन्न तरिकाले विषयवस्तु र विषयवस्तुको प्रकृति अनुसार आफू बसेकै ठाउँदेखि विद्यार्थीको डेस्क बेन्च र ब्यागबाट सुरु भएर त्यो घर, समुदाय र वडासम्म पुग्न सक्छ विद्यार्थीको स्तर अनुसार, विषयवस्तु अनुसार परियोजना कार्य र प्रयोगात्मक कार्य। यस्ता क्रियाकलाप घरायसी तथा सामुदायिक परिवेशसँग सान्दर्भिक हुनेछन् र स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको उच्चतम उपयोग गरिनेछ। अब यो परियोजना कार्य र प्रयोगात्मक कार्य गरेको कुराहरूलाई पनि सकेसम्म यसरी अभिलेखीकरण गर्ने भनिन्छ। अब यो व्यक्तिगत रूपमा नभएर हामीले चाहिँ एउटा सामूहिक टेबुलेसन गरेर एउटै विद्यार्थीको एउटा पेजमा नभएर एउटै पेजमा धेरै विद्यार्थीको हुने गरी चाहिँ हामीले रेकर्ड राख्न सक्छौँ होइन। किनभने धेरै काम हुन्छ, सबैको छोटो छोटो पेजमा रेकर्ड राखेर हुँदैन। यति कुरा कुन विषय क्षेत्र होइन, उसले कुन सिकेलोजी समेटेको छ अनि कुन शीर्षकमा काम गरेको छ होइन, उसको स्तर हेर्दाखेरि चाहिँ कस्तो छ, 1 2 3 4 के अवस्था छ अनि उसलाई थप सुझाव। अब यो चाहिँ विद्यार्थीको नाम कक्षा माथि भइहाल्छ, नाम र रोल नम्बर अगाडि राखेर अनि क्रमशः 20-25 जना विद्यार्थीको एउटै पेजमा हामी गर्न सक्छौँ। यस्ता कार्यहरू, यस्ता परियोजना कार्य र प्रयोगात्मक कार्य गराउँदा पाठ्यवस्तुसँग घरायसी, सामुदायिक परिवेशसँग सान्दर्भिक र वास्तविक कार्यमा आधारित हुनुपर्छ। यो बनावटी गरेर हुँदैन है। जस्तो के कुरा के अब राम्रो पनि छ नराम्रो पनि छ, त्यसलाई दुईटै तरिकाले त्यसका मेरिट्स डिमेरिट्स, सकारात्मक र नकारात्मक दुवै पक्षबाट विश्लेषण गर्न सकिन्छ। जस्तो दसैँ आउनुभन्दा अगाडि नै, दसैँ बिदा हुनुभन्दा अगाडि नै टिका र जमरा सहितको कार्यक्रम गरिन्छ नि। यसको दुवै दृष्टिकोणले होइन टिका टिप्पणी हुने गरेको छ नि होइन। त्यसरी कतिपय कुराहरू अब सुहाउँदो र नसुहाउँदो कुरा के हो त्यो कुरा नि ख्याल गर्नु पर्यो कि मिल्ने कि नमिल्ने कुरा, त्यहाँको समुदाय के छ, त्यहाँको समुदायले के चाहन्छ, हाम्रो संस्कृतिले के भन्छ, हाम्रो सामुदायिक परिवेशसँग सान्दर्भिक छ कि छैन, यस्तै यस्तै कुराहरू विचार गर्नु पर्यो। ओके ल, अब तथ्याङ्कको हामीले विश्लेषण गर्दाखेरि विद्यार्थीले प्राप्त गरेको अङ्कको विश्लेषण गर्दा यदि विद्यार्थीको स्तर 1 वा 2 मा छ भने उपचारात्मक सिकाइ योजना निर्माण गर्ने र कम्तीमा उपलब्धि स्तर 3 पुर्याउने प्रयास गर्ने। यदि कुनै विद्यार्थीले प्राप्त गरेको अङ्क 1 वा 2 छ भने उसको सिकाइको स्तर 1 वा 2 मा छ भने उपचारात्मक सिकाइ योजना निर्माण गर्ने, अथवा यो सुधारात्मक भने पनि हुन्छ होइन, र यसलाई 3 मा पुर्याउने प्रयास गर्ने। यदि विद्यार्थी 3 मा छ भने थप अवसर सिर्जना गर्ने,
र 4मा पुर्याउन अग्रसर गराउने, 4मा पुर्याउने प्रयास गर्ने। 1 र 2 छ भने त्यसलाई उपचारात्मक सिकाइ योजना बनाएर 3सम्म पुर्याउने, अनि 3 छ भने त्यसलाई चाहिँ थप अवसर प्रदान गरेर चाहिँ 4सम्म पुर्याउने। त्यसै गरी अब अभिभावकसँग छलफल र योजनाको कुरा पनि हामीले धेरैपटक कुराकानी गरिसकेका छौँ। प्रत्येक सिकल अवधि मापनपछि विद्यार्थीलाई नतिजा जानकारी गराउने र सो प्रत्यावर्तनको अवसर दिने, अनि कम्तीमा 3 महिनामा मूल्याङ्कन नतिजा सहित अभिभावकसँग विद्यार्थीको प्रगति र कठिनाइका विषयमा गहन छलफल गर्ने, नतिजा र सिकाइ सुधार योजना तय गर्दा विद्यार्थीको रुचि, सबल पक्ष र कठिनाइलाई ध्यानमा राख्दै विद्यार्थीलाई पनि सहभागी गराउने। ओके ल, यो चाहिँ सामान्य कुरा भयो, मैले यसमा धेरै डिस्कसन गरिनँ हजुरहरूसँग। अब यो नतिजा र विश्लेषण र पृष्ठपोषणको क्रममा चाहिँ नतिजा र छलफल प्रत्येक सिकल अवधि यो अघिकै कुरा भयो। अनि अभिभावकसँग कम्तीमा 3 महिनामा सिकाइ प्रगति तथा कठिनाइको विषयमा अभिभावकसँग व्यापक छलफल गरी संयुक्त सुधार योजना निर्माण गर्ने। अनि भावी योजना बनाउने क्रममा पनि, सिकाइको लागि भावी योजना बनाउने क्रममा पनि विद्यार्थीको रुचि, सबल पक्ष र कमजोरीलाई ध्यानमा राखी विद्यार्थीलाई समेत सहभागी गराएर सकेसम्म, अब सबै विद्यार्थीलाई पर्दैन, प्रतिनिधिमूलकले कक्षा कोठामा अलिकति अब्बल कुरा राख्न सक्ने, कुरा बुझ्ने प्रकारका बाबु नानीहरूलाई राखेर हामीले त्यस्तो अभिभावक सहितको उपस्थितिमा एउटा रणनैतिक योजनाहरू बनाउन सक्छौँ। अनि सिकाइ सुधारमा साझा जिम्मेवारी, शिक्षकको, विद्यार्थीको, अभिभावकको सबैको जिम्मेवारी हुन्छ। शिक्षकले निरन्तर मूल्याङ्कन गर्ने, कमजोरी पहिचान गर्ने र उपचारात्मक सिकाइ योजना लागू गर्ने, विद्यार्थीले सो मूल्याङ्कन गर्ने, आफ्नो कमजोरी महसुस गर्ने, सहपाठीसँग सिक्ने, होइन। विद्यार्थी पनि स्वयं आफैले मूल्याङ्कन गरेर अगाडि बढ्नु पऱ्यो कि। अनि अभिभावकले कार्य सञ्चयका मार्फत प्रगतिको जानकारी लिने, त्रैमासिक छलफलमा सहभागी भई घरको वातावरण सुधार गर्ने। अनि सँगसँगै यहाँ चाहिँ विद्यालयको भूमिकाको पनि कुरा आउँछ। विद्यालयले पनि के गर्नु पर्यो, अब शिक्षकका लागि पनि एउटा, होइन, यो निरन्तर मूल्याङ्कनसँग सम्बन्धित एउटा सहज वातावरण सिर्जना गर्ने, अनि त्यसै गरी विद्यार्थी र अभिभावकसँग अन्तर्क्रियाको लागि एउटा वातावरण सिर्जना गर्ने, कोअर्डिनेसन गर्ने, पत्रचार गर्ने जस्ता कामहरू गर्नुपर्ने हुन्छ। अब यो निरन्तर मूल्याङ्कन प्रणालीमा स्वयं शिक्षकले आफूले आफूलाई एकपटक यसो होइन रुजु गर्नु पर्यो कि शिक्षकले, के मैले आजको सिकाइ क्रियाकलाप मूल्याङ्कनलाई एकीकृत गरेको छु, होइन। भनेको आज मैले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा मूल्याङ्कन पनि जोडे त, मूल्याङ्कन गरेँ त मैले विद्यार्थीको भनेर एकपटक आफैले आत्मसमीक्षा गर्नु पर्यो। सो मूल्याङ्कन, के मैले विद्यार्थीको प्रगति कार्य सञ्चयमा अद्यावधि गरेँ। ठिक छ, यो कुरा चाहिँ के हुनसक्छ भने यो 1 नम्बरको कुरा चाहिँ दिनदिनै समीक्षा गर्नुपर्ने हुनसक्छ। यसलाई हामीले साप्ताहिक रूपमा गर्दा हुन्छ, किनकि आजको आजै सबै पोर्टफोलियोमा राख्न सक्छौँ भन्ने छैन। तर कतिपय कुरा चाहिँ फेरि आज नराखे बिर्सन सक्ने पनि हुनसक्छ। त्यसैले आज राख्नुपर्ने कुरा आज राख्यो कि राखिएन। अनि स्तर 1 र 2मा रहेका विद्यार्थीका लागि सुधारात्मक योजना तयार छ त, सुधारात्मक योजना मैले बनाएको छु त, बनाउँछु त, बनाउँदैछु त, यस्तै, होइन। के मेरो मूल्याङ्कनले विद्यार्थीमा त्रास नभई आत्मविश्वास बढाएको छ। मैले अपनाएको मूल्याङ्कन प्रणालीले, विधिले, तरिकाले विद्यार्थीलाई, होइन, डर त्रासको वातावरण सिर्जना गरेको छ त कि छैन, होइन। त्यसै गरी के मैले विविधता र अपाङ्गता भएका विद्यार्थीलाई उपयुक्त साधन दिएको छु। ओके, यस्तै यस्तै प्रकारले हामीले शिक्षकले पनि आफूलाई आत्मसमीक्षा गर्ने वा सो मूल्याङ्कन गर्ने बानीको विकास गर्नुपर्ने हुन्छ। अनि यसले के भन्छ भने यसको मुख्य मार्गदर्शक सिद्धान्त के हो भने सामान्यतया सबै विद्यार्थीको सिकाइ स्तर 4 पुर्याउने गरी सुधारात्मक शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्छ। कुनै पनि विद्यार्थीलाई 1, 2 वा 3मै अल्पत्र छाड्न पाइँदैन है भनेर भन्छ। यसको मर्म यो। तर मैले अघि नै भने फेरि यसको अर्थ चाहिँ सबैलाई 4मै 100% पुर्याउन प्रयास गर्ने हो। ती प्रयास विभिन्न चरणका हुन्छन्, चरणबद्ध ढङ्गले त्यसको अभिलेखीकरण हुन्छ, प्रमाणहरू हुन्छ, र त्यसो हुँदै पनि सुधारात्मक र उपचारात्मक कक्षाबाट पनि सुधार हुन नसकेको, 4मा पुर्याउन नसकेको, 3मा पुर्याउन नसकेको, त्यस्तै पऱ्यो भने 1 र 2 पनि हासिल नहुने विद्यार्थीका बारेमा चाहिँ हामीले सम्बन्धित निकायहरू आवश्यकता अनुसार हामीले जानकारी गराउनु बानीको विकास गर्नु है त। ल, अब यो सिकाइ उपलब्धि प्रतिशत गणना गर्ने विधि छ। यो चाहिँ 1, 2, 3को प्र्याक्टिस पनि छ, हजुरहरूले पक्कै पनि थाहा छ होला। जम्मा जस्तो मानौँ तपाईँले 10वटा सिकाइ अवधिको गणना गर्नु 10वटा सिकाइ अवधि शिक्षण गर्नुभयो भने 10वटा सिकाइ अवधिको सङ्ख्यालाई 4ले गुणन गर्ने 40 तल भयो। मूल्याङ्कन गरिएका सिकाइ अवधिको सङ्ख्या 4 भने यो 40 भयो। यो पूर्णाङ्क हो,
10वटा सिकाउदी तपाईँले शिक्षण गर्नुभयो, 10वटा सिकाउदीको तपाईँले मूल्याङ्कन गर्नुभयो भने पूर्णाङ्क 40 भयो। त्यो 40 मा विद्यार्थीले कति ल्यायो त? कुनैमा 3 ल्यायो, कुनैमा 4 ल्यायो, कुनैमा 2 ल्यायो, होइन? अनि त्यो सबै जोड्दा मानौँ 35 ल्यायो भने अब यसलाई 100 ले गुणन गरेर प्रतिशत निकाल्ने है। अब यो अक्षराङ्कन मिलान वा ग्रेडिङ स्केल हजुरहरूलाई थाहा छ पक्कै पनि, यसको बारेमा मैले धेरै चर्चा गर्नु पर्दैन। मार्गदर्शनमा एउटा सिम्पल ग्रेड सिट दिएको छ, हजुरहरूलाई थाहा छ। त्यसमा चाहिँ यसरी यहाँनिर केही विषयहरू दिएको छ, विषय सूची दिएको छ। त्यसै गरी यहाँले जस्तो अरू नाम, कक्षा, रोल नम्बर त हुने नै भइहाल्यो। अब यहाँ विद्यार्थीको विद्यालय सञ्चालन भएको दिन र उपस्थिति प्रतिशत पनि राख्नुपर्छ भनिएको छ। अनि समग्रमा विषयगत उपलब्धि स्तर कस्तो छ त, होइन? अक्षराङ्कन पद्धतिमा, होइन? ABCD अर्थात् A प्लस, B प्लस, C प्लस, D NG, होइन? के अवस्था छ। अनि अन्तमा कक्षा शिक्षकले र प्रधानाध्यापकले हस्ताक्षर गरेर प्रमाणित गर्नुपर्ने भनिएको छ। अब यसलाई यति कुरा चाहिँ न्यूनतम हुनैपर्छ जसरी पनि। अनि यो बाहेक अरू हामीले यसलाई बढी इन्फर्मेटिभ बनाउनका लागि, सूचनात्मक बनाउनका लागि, होइन, अलिकति यसलाई हामीलाई थप सूचनामूलक बनाउनका लागि अन्य कुराहरू पनि हामीले आवश्यकता अनुसार थप गर्न सक्छौँ। ल यो कुरा चाहिँ हामीले अलिकति धेरै जोड गरेका छौँ, धेरै सन्दर्भमा आएको छ। कम्तीमा 3 महिनामा एकपटक हामीले विद्यार्थीको समग्र मूल्याङ्कन सहितको अभिभावक अन्तर्क्रिया गर्नुपर्ने हुन्छ। अनि किनभने हामीले सबै अभिभावकलाई छोटो समयमा भेला गरेर कुराकानी गर्न सक्दैनौँ, होइन? त्यसैले त्यो कुरालाई ध्यान दिएर हामीले कम्तीमा 3 महिनामा गर्नु पर्यो। त्यो 3 महिना भनेको अलि लामो समय हो। अनि त्यो छलफलमा, त्यो समीक्षात्मक छलफलमा चाहिँ सकेसम्म विद्यार्थीलाई पनि सहभागी गरेर अनि भावी योजना बनाउनुपर्छ। अभिभावकसँग त्रैमासिक छलफल र भावी योजनामा विद्यार्थीको सक्रिय सहभागिता सुनिश्चित गर्नु पर्यो। थ्याङ्क यू।